पाथिभरा माताको दर्शनको यात्राको प्रथम दिन वालिङदेखि हामी नारायणगढसम्म पुग्दैछौँ। कालीगण्डकी करिडोरको यो बाटो अहिले हामी डेढगाउँ आसपास आइपुगेका छौँ। नवलपुर बर्दघाट सुस्तपुर्वको एकदम रमणीय वातावरण छ, नौलो लागिरहेछ। यात्रा रोमाञ्चक छ। हामी स्याङ्जा पाल्पा हुँदै नवलपुर आइपुगेका छौँ। रमाइलो दृश्य छ। कालीगण्डकीको किनारै किनार दौडिरहेका छौँ हामी दाजुभाइ। रमणीय यात्रा भइरहेछ। यात्राको पहिलो दिन हामी करिब 145 किलोमिटरको यात्रा तय गऱ्यौँ। 2 बजी हिँडेर 7 बजीसम्मको। जुत्ता कस्तो छन्? हेलो के छ आफ्लो? जुत्ता उल्टो लायो। हेलो हेलो दुध लिएर निस्किँदैछौँ हामी। भान्जी हेलो बाई बाई बाई। हेटौँडामा छौँ हामी चाहिँ। अब लाग्दैछौँ विमानतिर। भाडा आइया छ। जानुपर्ने हामी कहाँ? जानुपर्ने पाथिभरा। आइयो हामी पाथिभरा। यो चाहिँ मकवानपुरमा छ। हामी चाहिँ ताप्लेजुङ हो जानुपर्ने। यहाँ चाहिँ मस्त ढिँडो पाक्दैछ। यो चाहिँ टक्क बागमती खोलामा आइयो हामी। मजाको ठाउँ। यो खरै हो बुवा। आज हामी नारायणगढदेखि धरानसम्मको यात्रा तय गर्दैछौँ। हामी 3टा सवारीमा छौँ, 6 जना। राइडर चलाइरहेछन्। राइडरले होइन, पछाडि अर्को राइडर आइसक्नु भएछ। एकदम रमणीय छ वातावरण। तराईको यो बाटो, यो पुरै चाहिँ मकवानपुरको बाटो अनि सिन्धुलीको बाटो। त्यसपछि हाम्रो बहिनीले पनि म पनि चलाउँछु भन्ने छन्। उनले चाहिँ यस्तो लामो राइड गरी छैनन्, आज गर्दैछन् राइड। रमणीय छ वातावरण। अर्को राइडर फेरि आइपुग्नु भयो। कस्तो रमणीय छ यहाँ यात्रा, कति रमाइलो छ वातावरण। एकदमै रमणीय रोमाञ्चक अनुभूति भइरहेछ। म चाहिँ भिडियोहरू बनाउँदैछु। यो तराईको बाटो, यो सिन्धुली को बाटो, सिन्धुली जिल्लाको। बागमती पार गरिसकेपछि सिन्धुली जिल्ला सुरु हुन्छ। रमणीय छ वातावरण। अब हामी सिन्धुली सकेपछि हामी चाहिँ उदयपुर जिल्ला प्रवेश गर्छौँ। तर हामी यो अहिले चाहिँ सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकामा छौँ। हाम्रो ब्रोले दरो दिइरहनु भएको छ, एक्सिलेटर दरो दिइरहनु भएको छ। राइडर हो, हात पनि उठाइरहनु भएको छ घरिघरि। उहाँले एकदम रोमाञ्चक छ वातावरण। बाटो एकदमै रमणीय। वाउ वातावरण प्लस भयो। कहाँ गाउँ जोर कहाँ गाउँ हिँडेको पाथिभरा। अहिले छौँ हामी कुन ठाउँ हो थाहा भएन ठ्याक्क। निकै नै छिटै सिन्धुली आउँदैछ। म त मकै खाँदैछु त। कोही पनि सुतेन होला है। हेलो बिग फ्यान सर, बिग फ्यान। हामी चाहिँ सिन्धुली पुग्दैछौँ। भाइहरू यहाँ मस्त भकुन्डो खेलिरहेछन्। हामी खाना खायौँ। हामी खाना खाँदैछौँ। यता उहाँ चाहिँ रेस्ट गर्दैछौँ। यो ब्रोले मलाई भाइ सेल्फी हो कि अर्को एङ्गल हो? भोलि म सेलिब्रेटी बन्न गएर लाग्दिनँ है फेरि। सेल्फी हो। अझै लिएर राखेको हडुला। हाइट राम कान्छे एकलट नुहाराम हामी अहिले सिन्धुलीको कमलामाई
कमला नदीमाथि बनेको पुलमा छौँ। नेपालकै लामो भन्नुहुन्छ तर लामो त नेपालकै लामो त होइन तर पुल चाहिँ लामै छ। हामी आज 400 किलोमिटरको यात्रा तय गर्छौँ। रातिको 6:26 भयो। हामी चाहिँ ठ्याक्कै गाईघाटमा छौँ। अब धरान यहाँबाट 75 किलोमिटर छ। हामी यस्तो पाराले डिस्कसन चलिरहेको छ म्यापहरू कस्तो छ म्याप ल अब हामी जानुपर्छ 6:27 हामी निस्किने 27 भयो ल हामी कहाँ जाँदैछौँ? हामी चाहिँ अब भेडेटार हुँदै हामी धनकुटा जिल्ला हुँदै हामी ताप्लेजुङ पुग्छौँ। ल आज हाम्रो कुन दिन ट्रिपमा? आज सेकेन्ड डे होइन? अनि हाम्रो यात्रा अगाडि बढ्दैछ। हामी धरान क्लक टावरमा छौँ होइन। यहाँ चाहिँ पुरै क्लक घडीहरू बेच्ने। धरानको बजारमा माया बस्यो एकै नजरमा माया धरानी हो माया घुम्दा घुम्दै धरानकी माया। यो भेडेटार बजारबाट लिएको हो। पारी देखिन्छ यो चाहिँ धनकुटा बजार हो। धनकुटाको भेडेटारबाटै लिएको छ। अब यो भेडेटार चाहिँ सुनसरी जिल्ला र धनकुटा जिल्लाको बोर्डर रहेछ। अब हामी तल मूलघाट जान्छौँ। मूलघाटबाट चाहिँ हामी तमुरको किनारे चाहिँ हामी जोरसाल निस्किन्छौँ 5 तारिकको दिन। यो धनकुटाबाट चाहिँ हिले हुँदै त्यता गयो भने चाहिँ त्यहाँबाट तपाईँको शङ्खासभा भोजपुर अनि धनकुटाबाट अझै माथि गयो भने तेह्रथुम लगायतका जिल्ला चाहिँ त्यता पर्छन् होइन। ल यस्तो छ यहाँको माहौल। यो साइड पनि म तपाईँलाई देखाउँछु। यो चाहिँ भेडेटार बजार हो। के छ खबर? के छ केही भन्नु छ? तपाईँको भिडियो मैले डेली हेरिरहन्छु। केही भन्नुहुन्छ? होइन रमाइलो भइरहेको छ ट्राभल गर्नु त्यही हो। होटल गाँसबासमा हामीले वास्तव बसिएन गाँस खाइयो। तपाईँको भिडियोमा धेरै नै हेर्ने गर्छु। एकदम राम्रो बनाउनु छ भिडियो चाहिँ है। ल ओके थ्याङ्क यू। हाम्रो बहिनी छ नि यहाँ। जाउँ ल चम। हामी अब अहिले भेडेटार छौँ। अब भेडेटारबाट हामी अब जाँदैछौँ। अब 5 थर जिल्ला गइन्छ। हामी अहिले चाहिँ धनकुटा जिल्ला छौँ। भर्खर सुनसरी छोडेर आएको। यो चाहिँ ठ्याक्क सुनसरी र धनकुटाको बोर्डरमा छौँ हामी चाहिँ ठ्याक्क। पूर्वै धराना कटेर हामी धनकुटामा छौँ। धनकुटाको भेडेटार बजारबाट हामी तल चलिरहेका छौँ। 1982 ट्राफिक छ यहाँ। एकदम लोक सङ्गीत र यो कल्चरलाई एकदम माया गर्ने ठाउँ जस्तो लाग्छ मलाई। अगाडि उहाँहरू चाहिँ हिँडिरहनु भएको छ। कार्कीछाप भन्ने ठाउँमा आइपुगेका छौँ हामी अहिले। अगाडि गाडीमा चाहिँ माथि कुखुरा बोकेको छ होइन। माथि बाँसको चोयाले छ होइन। छिन्ताङ यातायात यहाँ चाहिँ गाउँ छिन्ताङ भन्ने दामी ठाउँ रहेछ। च्याउ ठाउँ रहेछ त्यहाँ। यो एकदम पूर्वको बेस्ट पार्ट पनि यस्तो लाग्यो मलाई। यो माथि चाहिँ सामानहरू राख्ने कुखुराहरू त्यसरी राखेको छ होइन। अघि बाटोमा चाहिँ सिन्धुली कि उदयपुरतिर चाहिँ कस्तो पनि देखियो भने यो साइडमा हाम्रो पोखरातिर चाहिँ त्यो टिनको बट्टा होइन टिनको बनाएको हुन्छ। यतातिर चाहिँ त्यो डोको थुन्सेवालालाई चाहिँ त्यो हाम्रो टिपिकलिटीलाई नै प्रयोग गरिरहेको। त्यो चाहिँ राम्रो लाग्यो मलाई। यो अन्त ओरिजिन हाम्रो हिमाल हिम श्रृङ्खलाहरू हामी देख्दैछौँ। अब कञ्चनजङ्घादेखि लिएर हामी यो मकालु कुम्भकर्ण लगायतका हिमालहरू हामी यहाँ थोरै केही दृश्य देख्दैछौँ। रमणीय वातावरण छ। यो चाहिँ यो हाइवे निस्केर मदन भण्डारीको गाउँ भोजपुरतिर शङ्खुवासभा
तेह्रथुम त्यस्तो टाइपको जान्छ। रमणी यात्रा छ। हामी पुरै पश्चिम लगभग पश्चिमबाट पुरै सुदूर पूर्व पुग्दै जाँदैछौँ अब होइन, पूर्वतिर छौँ अहिले। नमस्ते सबैलाई नमस्ते। हामी चाहिँ अहिले नमस्ते झरना क्रस गऱ्यो भर्खरै धनकुटाको। अब हामी मूलघाट जाँदैछौँ। तमोर करिडोरमा चाहिँ यो बाटो चाहिँ सम्पूर्ण रूपमा बन्न नसकेको हुँदाखेरि ट्र्याक खोलिसकेको, तर खोलाहरूमा पुलहरू बन्न बाँकी रहेको ठाउँमा चाहिँ हामी कोही ठाउँमा झर्दै सवारीलाई पारी तार्दै अनि फेरि चढ्दै त्यसरी गरिरहेछौँ। हामी अहिले भर्खरै धनकुटाको यो पहाडी भूभागमा छौँ। पारि एउटा बजार देखिरहेछ, अटो सेवा भन्ने। यस्तै छ हजुर पूर्वको यात्रा। नाइस। के छ यो पहाडले घेरिएको बस्तीमा मजा आइरहेछ। पहिलोचोटि पूर्व आयो, रमणीय दृश्य हेर्दै रमाइलो भइरहेछ। तमोर खोलाले तमोर खोलाको आडामा रहेको बस्ती। तमिर खोला बगिआयो, के ल्याएको दोभान रे। दृश्यमा त अहिले गाउँपर्छ सम्झे। खोला तिरै तिर चौतारी र भिरै भिरो भनु कसलाई, धनकुटाको बजार आयो हामी सरर, तमोर खोला बगिरहे। तमोर करिडोरमा छौँ। यो कुनै ठाउँमा चाहिँ तमोर करिडोर बिग्रिरहेको हुनाले बस केही हुन्न, राम्रो छ बाटो। हजुर तमोर करिडोर भर्खरै बनेको यस्तो राम्रो नाइस छ। हामी हेवा खोला जाँदैछौँ। अब हेवा खोला 5 थर होइन, धनकुटा जिल्ला र 5 थर जिल्लालाई तल तमोर नदी आएको छ। तमोर नदी देखिएको छ बल्ल हामी तमोर करिडोरमा छौँ। रमणीय दृश्य छ, तमोर नदी बगिरहेकी छन्। त्यस्तै गर्न पुतली चाहिँ गुरु तमोर खोला तरेर 5 थर माया भए, हेर न एक फेरा रहेछौ बेसना, चिन्न नि नसक्ने आइछौ फेसा। लारिबरिया खोली बोगर आयो, अप्ठ्यारो बाटो आयो, जानुपर्छ। यस्तो खोलाहरू तर्नुपर्छ हामी। निर्माणाधीन बाटो भनेको मेन चाहिँ समस्या यही हो, किनकि पुलहरू बनिसकेका हुँदैन त्यो ठाउँमा होइन। यस्तो चाहिँ छ दृश्य, तपाईँलाई देखाउँछु होइन। मजा आउँछ। यसरी चाहिँ हामी जाँदैछौँ होइन। पक्कै म माहौल हेर्छु। यस्तो छ, हामी अहिले खोलामा आइपुगेका छौँ। एउटा राइडर साथी जानुभयो अघि रन्किँदै जानुभयो। जय साहब पहन भाइ, त्यहाँनिर एकदम पुरै डुबाउँछ स्कुटर होइन। पहन है। त्यसलाई पठाइदिउँ।
त आउँछ होला होइन त्यो भाइले सक्दैन कि हामीले तार्यौ यो खोलामा जसरी तसरी सुरक्षित ओभरले फेन्टा खाँदै हुन्छ फेन्टा भन्दै हुन्छ हामी यसरी छौँ के छ एडभेन्चरस भइरहेछ यात्रा ठिक छ नि ड्रेसै चेन्ज गर्न थाले त हो चलिरहेको छ यो धनकुटाको डाँडा देखाउनलाई यो खोला यस्तो खोला छ हामी यहाँ छौँ नाचे जस्तो तमोर खोला बढी आयो तमोर खोला बढी आयो ल गीतै बिर्सेँ मैले ल न तमोर खोला बढ्दै आयो मूलघाट दुभान ढाक्ने गरेर हाँस्दै खेलै बिति जान्छ 2 दिने जोवन हजुर खोला माथि तमोर करिडोर पिङ खेलेर जाउँ बोरदोर के छ ल दसैँको पिङ त तिहारको पिङ यही हो ठ्याक्क तमोरको आसपासमा होइन तमोरको ठ्याक्कै तमोर खोलालाई हेर्दै पिङ खेल्नुको यो मजा तमोर नदीले बनाएको यो उपत्यका छ यस्तो राम्रो छ तमोर करिडोर हामी यसरी आउँदैछौँ हामी तमोर खोला खरले बाँधे रहेछ माथि लट्ठु भने किनेर ल्याएको लट्ठु रहेछ तर अरू चाहिँ सबै राम्रो रहेछ तमोर खोलाको पासैमा तिहारको बेलैमा तमोर खोलाको पासैमा माया हो जिन्दगानी बिताउला सररा 2 दिने जिन्दगानीमा 2 दिने जिन्दगानीमा तमोर खोलाको चाचा हुई तमोर खोला बगी आयो सरररर पिङ पनि खेल्यो दामी गाउँ रहेछ सुन्दर सुदूरपश्चिम बाटो भएको चाहिँ त्यहाँ हामी फोटो खिचेको थियो फोटो खिचेको ठाउँमा चाहिँ मोबाइल छुटेर लिन गएको छ कान्छ चाहिँ त्यस्तै छ यात्राको क्रममा अब स्ट्रेस अलिअलि भागै हुन्छ रमाइलो पनि भागै हुन्छ रमाइलोको क्रममा छुट्छ फोन छुट्याएको छ अनि ठ्याक्कै जहाँ राखेको त्यो उसले चाहिँ कस्तोमा राखेको रहेछ नि यो ठ्याक्कै यो सडकको यसमा राखेको रहेछ यसमा यहाँ माथि त्यही नै रहेछ ठ्याक्कै मैले भर्खर कल गरेको उसले उठाइसक्यो आउँदैछ हामी अहिले तमोर ठ्याक्क तमोर कोरिडोरमा छौँ तमोर नदी छ यहाँ पासमा पिङ छ पिङ खेल्यौँ हामी भर्खरै तिहारको पिङ रमाइलो छ यो चाहिँ ठ्याक्कै 24 गाउँपालिका वडा नम्बर 5 सदामटार भन्दो रहेछ यसलाई यो चाहिँ तमोर करिडोर धनकुटा जिल्ला पर्छ है त।
यहाँ फेरि खोलामा आइयो पुल बन्दैछ निर्माणाधीन पुल बन्दैछ नयाँ बाटो हो होइन कोरिडोर खोलो रहेछ त्यहाँ धेरै ठुलो खोलो त छैन हामीसँग फेरि स्कुटर पनि भएको कारणले गर्दा हामी अब स्कुटर केही भएन भने उज्यालो लानु सकिन्छ स्कुटर कति नै वेट हुन्छ आउनु त्यसलाई गाडीहरू यसरी आइरहेछन् ताप्लेजुङबाट धरान जानका लागि होइन हामी यस्तो ठाउँमा यहाँ छौँ माथिल्लो काबेली जलविद्युत आयोजना 28.1 मेगावाटको गाडी पनि आएको छ यहाँ चिल मारेछ नि यिनीहरू झन् अगाडि आएर खोला मस्त बस्छन् खोलातिरै थिर चौतारी रविलाई कति चाँडै आउनुभयो त ल अब यो खोला छ मुनि रहेको पिङ भएको ठाउँ र यहाँ तैलकेश्वर महादेवको मन्दिरमा छौँ यो महादेवको मन्दिर छ मन्दिर तपाईँले देख्न सक्नुहुन्छ एकदम पुरानो कलाकृति अनुरूप बनिरहेको छ होइन यस्तो छ मन्दिर यहाँ गेट बन्द रहेछ यो चाहिँ छौवा खोलाको आडैमा छ फलामेटार भन्ने ठाउँ रहेछ 24 गाउँपालिका यो चाहिँ 2 शतक भएको देखियो किनभने पुनर्स्थापना पनि नै विक्रम सम्वत 1889 मा भएको रहेछ भनेपछि तैलकेश्वर महादेव मन्दिर यो कति पुरानो चाहिँ मन्दिर होला होइन नरिवलको रुख पनि रहेछ यस्तो यहाँ यो निर्माणाधीन हाइवे छ रमणीय वातावरण छ हामी यो हाम्रो चाम्पमा चढेर आएका छौँ होइन छानो खरैको पाली छ माया नलाऊ घरमा घरवाली छ रहेछौ बेसना रहेछौ बेसना चिन्न दिन सक्ने आइछ फेसना कमर करिडोरको बाटोमा छौँ हामी यो धनकुटाको 24 गाउँपालिका नगरपालिका गाउँपालिका 24 स्थानीय तहमा छौँ यो चाहिँ रमणीय वातावरण छ यो यात्रा एकदम रोमाञ्चक भइरहेको छ एडभेन्चरस भइरहेको छ एकदम काटेको तमोर करिडोर निर्माणाधीन तमोर करिडोर तमोर खोला तल छ अति बगिरहेको छ तमोर करिडोरमा छौँ हामी थुमुका मिलेर बनेको छ यो पहाड तमोर करिडोरले गर्दा बनेको छ बस्ती गाउँमा कति रमाइलो छ कति घमाइलो छ गाउँघर पाखा फुटबल पनि खेल्छन् भाइहरू कुकुरानी चर्या छन् हामी अब जाँदैछौँ पाथिभरा माताको शरणमा ट्याक्क चलायो ठ्याक्कै तमोर खोला तमोर नदी यस्तो छ हालत नौखोलामा यहाँ पुल बनिसकेको छैन यहाँ पनि झोलुङ्गे पुलबाट बाइकलाई चाहिँ झोलुङ्गे पुल तारेर ल्याउन मिल्दो रहेछ
त्यहाँ एकजना दाइले चाहिँ तलबाट हाल्नुभएछ र कारको। अब हामी यता जाँदैछौँ 5 थरतिर जाँदैछौँ। गाडी यता यसरी आएको छ, गाडीहरू सडिरह। हामी चाहिँ अहिले धनकुटा जिल्ला छोडेर 5 थर जिल्ला प्रवेश गरियो। पाँच थर थर जिल्ला तमोर करिडोर माया हो कति राम्रो देखि यो हजुर। यतिकै ऱ्यान्डम यता राम्रो आउँछ यता। 5 थर जिल्ला तमोर करिडोर माया हो तिमीलाई माया गरिनौ क्या हो खै गालैमा खरको सानो खरैको पाली छ चिन्ता नलेऊ यो बाटो दामी छ जङ्गल जङ्गलमा ए जङ्गल जङ्गलमा माथि पान्थरैमा भनका टीका घामैको नाम गरिलाई जाऊ मोटु तिम्रै नाम माथि पान्थरैमा टिकी घामको नाम सारी गरीलाई जाऊ सानो तिम्रै नामको। आइपुगेको बजार पारी परो वारी हामी छौँ त। फिदिम बजार देखियो 5 थरको सदरमुकाम। हामी यो फिदिमकै एउटा कुनै गाउँमा छौँ, यो सल्लेरी भन्ने गाउँमा सायद। यो चाहिँ ताप्लेजुङ जाने हाइवे हो। तल तमोर नदी बगिरहेको छ, रोमाञ्चक छ वातावरण, रमणीय छ। पहाडहरूको खाद छ। हामी यहाँ केरा खाँदै बसिरहेको छौँ। यो चाहिँ 5 थरको केरा होइन, दामी छ ठाउँ फिदिम। काबेली नदीको पुल तल जमाउनु हो। दामी रहेछ। नाइस ब्रिज, कावेली ब्रिज। दिस इज बेली ब्रिज, दिस इज चाहिँ सस्पेन्सन ब्रिज। कावेली नदीमाथि निर्मित पुलमा छौँ। अनि के भनिरहनु चाहन्छ हजुर? यो पुल एकदम के भन्नु? एकदम ठिक छ यो पुल बेस्ट भन्नुभएको छ उहाँले। रमाइलो छ माहौल यस्तो छ होइन। कावेली नदी तल बगिरहेकी छिन् कल 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 कल। अनि पर चाहिँ बेली ब्रिज छ उता होइन, त्यो साइडमा। ल हामी अब तल गएर यसो स्नान गरेर अनि फर्क्यौँ। किनारमा कावेली नदी को पानीले हामी स्नान गरेका छौँ। माथि हामी फुल चढाएर अनि पाथिभरा माताको दर्शनको लागि लाग्छौँ ताप्लेजुङमा। यो कावेली नदी तरेपछि चाहिँ ताप्लेजुङ जिल्ला सुरु हुन्छ। अहिलेसम्म हामी 5 थरमा थियौँ, अब यो पुल यता पारि चाहिँ ताप्लेजुङ जिल्ला।
ल हामी पाथिभरा मन्दिर आउँदैछौँ होइन। अहिले रातिको 11 बज्न लागिसक्यो। हामी अझै माथि पुग्न सकेका छैन। आधा लट माथि पुगिसक्यो। हामी 3 जना अझै हिँड्दैछौँ। यात्रा रमाइलो छ, गाह्रो छ। अनि विद्या कस्तो फिल भइरहेछ त पाथिभरा मातालाई भेट्न जाँदा? एकदम खुसी लागिरहेछ। अब अलिअलि गाह्रो पनि सहनु परिरहेछ। अनि भाइ ठिक छ नि? केबल कार चाँडै बढोस् भन्नुहोस्, सबैलाई आउने जाने बाटो ल अब हिँडौँ लडिन्छ, पुगिँदैन फेरि। ल पाथिभरा कोही आउनुहुन्छ भने पहिले प्लान गरेर आउनुहोस्। ए हाम्रो अर्को टिम वहाँ तल हुनुहुन्छ, अझै आइसक्नु भएको छैन। हामी पाथिभराको यात्रा रातिको 10 बज्यो, हामी हिँड्दैछौँ। यो आजको दिनको पहिलो सूर्यास्त पनि हेर्दैछ। पहिलो दर्शनार्थी पनि हेरेको छु। यहाँ पहिलो दर्शनार्थी हुनुहुन्छ उहाँहरू चाहिँ। ए सूर्योदय सरी सर आउनु भएको छ। म त पुरा कन्फिडेन्टली होइन, पुरा सूर्यास्त भनिरहेको रहेछु कि। सूर्योदय भनेको सूर्यास्त भन्छ कि। सुन्दर मुक्कु मलुङ युमामाङ होइन पाथिभरा देवीको मन्दिर परिसर छिर्न थाल्यौँ हामी। यो हिमालको रमणीय दृश्यले तान्छ। यो यहाँनिर गेट छ। आमा पनि आइपुग्नु भएको छ। रमाइलो वातावरण छ। साढे 2 घन्टाको हिँडाइपछि हामी माथिल्लो फेदीबाट पाथिभरा मन्दिर मुलुङमा ठ्याक्कै आइपुगेका छौँ है। यहाँको दृश्य हिमाल एकदम सन्मुख साथमा छ। मन्दिरहरू यता छ। ठ्याक्कै 6 बजेर 26 मिनट भयो अहिले। पहाडको बिचमा जय पाथिभरा माता। सारी गरीलाई आदिवासी एक्टिभ लिम्बूहरूको मुन्धुमी र सांस्कृतिक आस्थाको पवित्र स्थल मुक्कु मलुङ। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा छौँ। महागुरु फाल्गुनानन्द चोकमा भर्खरै हामीले यहाँ प्यादी र बदाम
यो मैले एकदम टिपिकल गाउँले स्टाइलको बजार होइन एकदम रमाइलो मजा लाग्यो दामी ठाउँ लाग्यो रातिको 12:05 भयो साथीहरू बल्ल आइपुग्नु भयो समिट होटलबाट देखिएको भ्यू यस्तो छ तल खोला बगिरहेछ यो चाहिँ इलामको बजार छ अब हामी इलामबाट कन्यामको लागि इलाम बजारबाट कन्याम फिक्कल हुँदै कन्याम जाँदैछौँ झापाको 4 आलीसम्मको चाहिँ पहाडी बाटो त्यस पछाडि चाहिँ हामी पूर्वसिंह राजमार्ग कि मेची राजमार्ग कन्फ्युजन भयो ठिक छ अगाडि जाँदै गर्दा थाहा हुन्छ हामी चाहिँ इलाम बजारबाट अब हामी कहाँ जान्छौँ हामी कन्याम अब सिधै गइन्छ कन्याम त्यसपछि त कान्छीले भन्न ल हामी चाहिँ अब इलाम बजार लिएर जाने हामीले चियापत्ती लैन्छ इलाम बजारबाट फिक्कल हुँदै हामी कन्याम पुगेर त्यहाँबाट 4 आली निस्किन्छौँ त्यसपछि पूर्वपश्चिम राजमार्ग कि सायद मेची राजमार्गलाई छोएर हामी इटरीतर्फ प्रस्थान गर्छौँ हामी आज गाईघाट गएर बासबस्ती जान्न छौँ है त के भयो यसलाई किन्ने दायो इलाम बजारको चोकमा छु चौधेरा चोक छ हामी यहाँबाट लाग्छौँ माइखोलामा बाटो बिग्रियो भनेको यस्तो माइखोला पुलमा फाइनली वी हेभ रिच्ड एट माइखोला पुल इलाम अब हामी कन्याम सुरु हुँदैछ पशुपति नगर भने पनि इलामै गर्दो रहेछ ओहो लाको तिरेमा बस आएको तिहारको लौ है मालाको व्यापार छ यता माइखोलाबाट अगाडि बढिरहेछौँ हामी मोडी छ वातावरण पहाडी इलाका छ रमाइलो छ के दा अरे ठाउँहरू दाइ यो ठाउँको नाम यो सिलपुर हामी सिलपुर इलाम नगरपालिका 10 मा छौँ तल माइखोला देखिरहेछ यो अस्तिको पहिरोले चाहिँ माइखोलामा भएको क्षति पनि तपाईँले यहाँ देख्न सकिन्छ तल स्टेसन छ पावर स्टेसन माथि इलामको एयरपोर्ट माथि इलाम बजार भने थोरै यता साइडबाट इलाम बजार यो चाहिँ इलाम बजार होइन अनि त्यो त्यहाँनिर चाहिँ यो पुवा खोला जलविद्युत आयोजनाको चाहिँ उस छ तल माइखोला जलविद्युत आयोजना चाहिँ ध्वस्त भएर छ अहिले एयरपोर्ट रहेछ एयरपोर्ट सुकिलुम्बा भनेको त्यही हो सुकिलुम्बा भनेको त्यही एयरपोर्ट भनौँ सानो जहाज अब हजुर जे होला हाउ के भन्छ हाउ हामी आएछ कन्याममा कन्याम बजार यस्तो छ रमाइलो छ माहौल पूर्वी नेपालको रानी भनेर चिनिने कन्याममा छौँ हामी जाँदैछु चियाबारी घुम्नलाई यस्तो चियाबारी म जाँदैछु चियाबारी हुँदै तल फुटेछ बहिनी र भाइ ज्वाइँहरू उहाँहरूसँग तल गइसक्नु भएको छ म त्यहाँ एकछिन भिडियो लिन लाग्यो पछि भरेछु यार तल पुगिसकेछ हामी बजार चियाबारी राम्रो त्यहीँ पर्यो घर हाम्रो कास्कियो छोरी नक्कली मोरी पातली मोरी के हो उनी बिर्सियो हाट गीत के हो त्यसपछि गीत के हो ल ल्याउनुहोस् त त्यसपछि यो गीत थाहा हुने भने ल्याउनुहोस् त लु ल्याउनुहोस् त भनेर भन्छु का
चियाबारीमा हो चियाबारीमा सधैँ उडिने बादललाई हो चियाबारीमा लाखे हौ कालो चिस्मा लगाएर लिम्बू डिडिसमा हामी चाहिँ चिया बगानमा डुलिरहेको छौँ। नाइस ए प्लस गाइजहरू चाहिँ यहाँ फोटोग्राफी गरिरहनु भएको छ गुरुङ ड्रेसमा कलकल रिलेक्समा। म चाहिँ त्यहाँ आइपुगिँदैछु। यस्तो छ हाई इलामको चियाबारीमा रहेछ। उता पोज दिइरहेछन् होइन, उहाँले उता पोज दिनु भएको छ, यता पोज दिने छुट्टै उहाँले पनि पोज दिइरहनु भएको छ फोटो खिच्दै गर्दा। कन्याम, दिस इज कन्याम। लाइट क्यामेरा एक्सन। फोटो सेसन सकाएर आयो है, माथि जाँदैछु। यस्तै छ इलाम बजार चियाबारी के अरे सिक्किम होइन फिक्कल के अरे होइन कन्याम। चियाबारीमा हो चियाबारीमा इलामे बजार कन्या यार इलामे बजार चियाबारी राम्रो त्यहीँ पऱ्यो घर हाम्रो। कसकी हौ छोरी कसकी हौ छोरी पज गरेर हेर्छु म तँलाई देखाउनु पज गरेछु। बजार चियाबारी राम्रो त्यहीँ पारी घर हाम्रो। कसकी हौ छोरी नक्कली मोरी पातली मोरी चियाबारी ओ चियाबारी। हामी कन्याममा छौँ। दिस इज कन्याम इलाम। अब हामी लाग्दैछौँ चाराली झापा हुँदै। हामी चाराली पुगेपछि चाहिँ पहाडी मार्ग चाहिँ छोड्छौँ। त्यसपछि हामी अगाडि बढ्दै बढ्दै हामी पूर्व पश्चिम राजमार्ग मेची राजमार्ग हुँदै पूर्व पश्चिम राजमार्ग। अनि हाम्रो केपी बाको एरियाको हो नि त। केपी बाको गृहनगर हजुर गृहनगर गीत बजे चमक चमकमा नाच कान्छ। हामी मङ्गलबारे आइपुग्यौँ मोरङ जिल्लाको मङ्गलबारे बजार। आइतबार भन्दा थोरै अगाडि मङ्गलबारे रहेछ। कति मजाको ठाउँ। यो भिडियो मङ्गलबारे बजार मोरङबाट लिएको हो। मङ्गलबारे धन्यवाद धन्यवाद धेरै धेरै धन्यवाद हाम्रा कलाकार भाइहरूलाई। उहाँहरूले निकै राम्रो छैन नि अहिले त गाइदिरहेको। मोबाइलमा त कस्तो दामी देखिँदो रहेछ। मोबाइलमा एकदम दामी देखिन्छ।
कसकी हो छोरी पातली मोरी लैजाने आते कसकी हो छोरी पातली मोरी लैजाने आते हाम्रो लैजाने आते कसके हो छोरी पातली मोरी लैजाने आते हाम्रो लैजाने आते